हेलो एभ्रिवान। 12 पछि चाहिँ सबैको दिमागमा यही आउँछ कि पछि के लिने हो भनेर कमर्स लिने स्टुडेन्टहरूलाई चाहिँ झन् धेरै गाह्रो हुन्छ क्यारियर चुज गर्नको लागि। सिए लिउँ कि बिकम लिउँ कि एससिसी लिउँ। एससिसी चाहिँ न्यू क्यारियर हो, त्यो तपाईँलाई म भन्छु। नेपालमा चाहिँ कमर्स लिने धेरै भइसकेका छन्, 2,50,000+ भइसकेका छन् इयरली। चार्ट एन्ड अकाउन्टको चाहिँ एभरेज स्यालेरी भनेको चाहिँ 17 लाख हुन्छ। इन्भेस्टमेन्ट ब्याङ्किङको चाहिँ 25 लाख जति हुन्छ इयरली। तपाईँहरू अब नेपालमा त यति हो, विदेशमा झन् कति हो कति। तपाईँहरूले सोच्नुहुन्छ तपाईँहरूले क्यारियर चुज गर्नको लागि अब अरूको कुराहरू सुनेर गर्नुहुन्छ, साथीहरूको कुरा सुनेर, फ्यामिलीको कुरा सुनेर। तर क्यारियर अगाडि जानको लागि चाहिँ तपाईँले आफ्नै सोच्नुपर्ने हुन्छ। राम्रो क्यारियर पाथ बनाउनको लागि सोचेर बुझेर गर्नुपर्ने हुन्छ आफै। आज चाहिँ ब्रेकडाउन गरौँ। ब्रेकडाउन टप क्यारियर आफ्टर +2 कमर्स। एलिजिबिलिटी ड्यूरेशन and salary range. Traditional versus new age career. Realistic roadmap. ESG रोडम्याप भनेको चाहिँ अब तपाईँ कन्फ्युजन नहोस्, क्लियर होस् भनेर बुझाउनको लागि गरिएको हो। भिडियोमा चाहिँ तपाईँहरूलाई क्लियर, लोजिकल, practical गाइडेन्स मा हुनेछ। यस भिडियो चाहिँ मोटिभेसन हुँदैन। यस भिडियो चाहिँ सोलिड क्यारियर पाथ बेस्ड अन डाटा, एक्सपिरियन्स, रियल ग्लोबल इम्प्याक्टबाट हुन्छ। तपाईँले यस युट्युब च्यानललाई सब्सक्राइब, लाइक, सेयर गरिदिनुहोस्। अल्गोरिथमको लागि तपाईँ जस्तै साथीहरूसँग पुगोस् भनेर। लेट्स स्टार्ट विथ टप क्यारियर आफ्टर 12 कमर्स। बिकम लिँदाखेरि चाहिँ सेफ, स्टेबल, फङ्सनल रुटमा हुन्छ। बिकम इज स्टिल one of the most solid career outside there. तपाईँलाई अब यो कोर्स चाहिँ 20 अन्डर ग्रेजुएट कोर्स is of
3 years 3 वर्षको कोर्स हुन्छ यो चाहिँ अन्डर ग्रेजुएट gives you broad business and financial understanding. It gives broad business and financial understanding दिन्छ। तपाईको अब इन्ट्रेस्ट चाहिँ अब बी इन्ट्रेस्ट छ हैन, बी अनर्स हुन्छ। अर्को बीकम जेनरल, बीकम अनर्स हुन्छ। तपाईको अब तपाईले बेलामा चाहिँ अब म्याथ लिनु भएको छ भने बीकम अनर्स लिँदा चाहिँ धेरै राम्रो हुन्छ। तपाईहरु चाहिँ इन्ट्रेस्ट के हो भनेर बुझ्नको लागि चाहिँ कुरिकुलम सब्जेक्ट हेर्नुपर्ने हुन्छ। सब्जेक्ट जेनरल सब्जेक्ट चाहिँ अकाउन्ट, इकोनोमिक, कम्पनी ल, taxation, finance and banking हुन्छ। You must have complete +2 commerce। +2 commerce चाहिँ तपाईले कम्प्लिट गर्नुपर्ने हुन्छ। You must have complete +2 commerce। Math is optional। म्याथ चाहिँ अप्सनल हुन्छ। म्याथ चुज गर्नु भए हुन्छ, नबुझ्नु भए हुन्छ। म्याथ अप्सनल हुन्छ। तपाईले प्रोटिस दिन्छु है। अर्को प्रोटिस दिँदाखेरि चाहिँ तपाईले अब प्रोटिस दिन्छु। प्रोटिस भनेको चाहिँ तपाईले अब बीए प्रोफेसनल कोर्स बीए प्लस बीबीए प्लस एससीसीए लिनुभयो भने चाहिँ क्यारियरको 2x हुन्छ। अनि तपाईहरु इन्टरनेसनल अकाउन्टिङ बिजनेस लिडर बन्न सक्नुहुन्छ। तपाईहरु चाहिँ अब ग्लोबल लेभलको क्यारियर बनाउन चाहनुहुन्छ भने चाहिँ बीबीए प्लस एससीसीए इन्टिग्रेटेड प्रोग्राम लिनुपर्ने हुन्छ। तपाईलाई नम्बरको चाहिएको छ भने चाहिँ नम्बरमा इन्ट्रेस्ट छ भने चाहिँ तपाईले सीए एन्ड फाइनान्शियल मोडलिङ बेस्ट अप्सन हुन्छ। तपाईले अब क्रिएटिभिटी मार्केटिङ गर्न मन छ भने चाहिँ तपाईले बीबी इज द बेस्ट अप्सन। तपाईले अब ल कम्पाइल गर्न मन छ भने चाहिँ सीएस पावरफुल रुट हुन्छ। डाटा लजिकल इन्साइट गर्न मन छ भने चाहिँ बिजनेस एनालाइसिस इज द बेस्ट अप्सन। अब चाहिँ नेपालमा चाहिँ इकोनोमिक क्यारियर धेरै नै बढ्दै गइरहेको छ। त्यसको लागि चाहिँ हरेक सेक्टरमा
स्मार्ट फाइनेन्सियल पिपुल चाहिएको छ। तपाईँले क्यारियर चुज गर्दाखेरि चाहिँ तपाईँ इन्ट्रेस्ट केमा छ त? क्रिएटिभमा छ कि नम्बरमा छ कि अब पिपुलहरूसँग इन्टरेक्ट गर्नेमा छ? त्यो कुरा सबैले तपाईँले जज गरेर एउटा क्यारियर चुज गर्नुपर्ने हुन्छ, काम गर्नुपर्ने हुन्छ, सिक्नुपर्ने हुन्छ, आफ्नो क्यारियर सँगसँगै एलाइन हुनुपर्ने हुन्छ। तपाईँलाई आज भिडियो कस्तो लाग्यो? क्यारियर आफ्टर +2 कमर्स, यस्तै भिडियो तपाईँहरूलाई म अर्को भिडियोमा ल्याउनेछु, भ्यालुएबल कुराहरू लिएर। त्यति बेरसम्म keep learning, keep hustling, and as well as keep inspiring. See you again.